ए बाबा मेरो 52 साल जे नगर्दाखेरि म मिनमन कलेज पढे जस्तो छ अहिलेको सदन सबै युथ 40 मुनिका चाहिँ 60 100 जति छन् अहिले 30 मुनिका छन् बढिया झन्डै कति 13 होइन 25 26 28 मुनिका 13 अनि 30 मुनिका 27 28 गरेर 30 40 जना छ त्यहाँ अब अहिले कलेजको जस्तो होइन अब कतिजनाको अब हामीले यो 5 वर्ष कार्यकालमा सभासदको होइन सभासद बीचको बिहेको रौनक हेर्न पाउँछौ हो ए भनेको यो सदनमा अहिलेको सदनमा सभासद र सभासदनीको बिहे भोज पनि हेर्न पाइन्छ त्यो पनि एउटा हो र तर ती सबैभन्दा मौकाले भाग्यशाली साथी हो नि तर्जनु भनेको संसद भित्रै लप परेर सक्छ है संसद परिणति हो मात्र र अनि 25 वर्ष 26 वर्षकै केटीहरू गइरहेछन् अब उनीहरूले आफू अनुसारको क्याटेगोरीको हेर्नु पर्यो अब रासोपा नै हो विचार मिलो हो सभासद हैसियत मिलो होइन जाहिर खाने ठाउँ एकै ठाउँ भेटघाट सधैँ हुन्छ कुरो मिलो उमेर मिलो अनि यो पवित्र बन्धनमा गाँसिनु भएन अर्को पनि फाइदा छ के फाइदा छ होइन अब भ्रष्टाचार गर्न पाइँदैन एक्लै जाँदाखेरि घर बनाउन काठमाडौँमा खडेर किन्न सकिन्न बुढाबुढी मिल्ने बित्तिकै एउटा पैसाले खर्च टरो अर्का पैसाले घर बनाऊ फाइदा पनि छ नि त